आज चाहिँ म यहाँ तर्पेना भन्ने ठाउँमा आएको छु र केही महिना अगाडि आमाको दुईटा छोरीहरू चाहिँ यही पहिरोमा पढेर चाहिँ यो ठाउँमा चाहिँ बित्नु भएको थियो। यो देख्न सक्नुहुन्छ पछाडिको असारको 19 गते यही ठाउँमा रातिको समयमा पहिरो आएर बित्नु भएको थियो। मेरो साथमा हुनुहुन्छ आमा, उहाँ चाहिँ नाति हुनुहुन्छ, अरू घरमा कोही हुनुहुन्छ। आमा र नातिसँग मेरो भेट भयो। मलाई भेट गर्ने एकदम चाहना थियो। आज भेट भयो, खुसी लागिरहेको छ। आमालाई केही सहयोग गर्न त हामीले सकेका छैनौँ। भोलिका दिनहरूमा हामीले केही सानो सहयोग गर्ने हामीले सोचिरहेको छौँ। हामीले त्यो पुरा पनि गर्नेछौँ। अहिले नसके पनि हामीले केही दिनमा आएर आमालाई राम्रोसँग भेटेर हामीले घर पनि चिनेका थिएनौँ। यो ठाउँमा हो भन्ने हामीले भिडियो मात्रै हेरेका थियौँ, तर आज आमासँग प्रत्यक्ष भेट भएको छ। अब त्यही हो, अब दुईटा छोरीहरू 18-19 वर्षको उमेरमा अब आमालाई छोडेर गए पनि आमाको केही सम्झना अझै पनि मनमा छ। तर के गर्ने, भाग्यले यस्तै दैवले खुसी लगे पनि अब केही छैन। आमा चित्त बुझाएर बस्नु होला। के गरौँ त बाबु, यस्तै हुनुहुन्छ हैन। दुईटा छोरीहरूले पाल्ने भनेको थियो मैले। आमा एकदम भावुक हुनुभएको छ। तर हामीले अब भिडियो मार्फत हजुरहरूले पनि केही सानो सहयोग गर्न चाहनुहुन्छ भने म मेरो नम्बर छोडिदिन्छु, त्यसमा आएर सहयोग गरिदिनु होला। आमाको घर यहाँ तर्पेना भन्ने ठाउँमा छ। हामीलाई सम्पर्क गरिसकेपछि हामीले गर्नेछौँ।